म पढे लेखेको मान्छे हुँ क्या, म विद्वान मान्छे हुँ, सर्टिफिकेट हेर्नु। हाम्रो काठमाडौँ महानगरपालिकाको मेयर कति वर्षको हुनुहुन्छ तपाईहरुलाई थाहा छ? 29. So far I think she is 29. She is 29. She is 29. She is 29. नौका पछाडि एउटा शून्य राख्यो भने 10 हुन्छ। नो जंगल भएकै ठाउँमा हामी थुप्रै चीजहरु गर्न सक्छौं। कहीं केरा पालन, मरिचका रुखहरु रोपिदिन सक्छौं। धेरै साथीहरुले मरिचको रुख देख्नु भएको छैन होला। नदेख्नु स्वाभाविक हो। रुख मरिच रुखमा फल्छ भन्दा अचम्म लाग्छ, तर ठुलै रुख हुन्छ मरिचको। करारलाई के गर्देऊ थाई गर्देऊ भनेको छ, तनखा पुगेन बढाऊ भनेको छ। किन बढाउने? तनखा 48% पास गर्न, 52% फेल गर्न। मरिचका रुखहरू सालका भन्दा नि अग्ला अग्ला हुन्छन्। मेवाको रुखले बनाएको फर्निचरमा कहिले पनि किरा लाग्दैन। कुखुरा खेतीमा सिँचाइको लागि नहर चाहिँदैन। चिलले आफ्नो गुड खुर्सानीको रुखमा बनाउने गर्छ। बोकालाई खसी पार्न बोकाको पुच्छर काटिदिनुपर्छ। माछाहरू गर्मी महिनामा काजुको रुखमाथि चढ्ने गर्छन् र मान्छेले किडनी फेर्यो भने दिमाग खुस्किन्छ।